अशोक केटीआम सरले कमेन्ट गर्नु भएको छ, तिमी विभागको मान्छे हो कि झोले हो, कसरी भन्न सक्छौ सेवाग्राहीले तिरेको स्मार्ट लाइसेन्सको पैसा तिम्रो खोल्तीमा गएको हो र अनि तिमीले कसरी भन्न सक्छौ भनेर कमेन्ट गर्नु भएको छ। मैले अस्ति यदि तपाईको लाइसेन्स नवीकरण गर्ने म्याद 1 वर्ष अथवा त्यो भन्दा कम छ भने तपाईको स्मार्ट लाइसेन्स प्रिन्ट भएर आउँदैन। यदि तपाईले तत्कालै स्मार्ट लाइसेन्स चाहिएको छ भने चाहिँ पहिला लाइसेन्स नवीकरण गर्नुस् भनेर चाहिँ भिडियो बनाएको थिएँ। त्यही भिडियोमा आएको कमेन्ट हो यो। अशोक सर, तपाईले के बुझ्न पर्यो भने एउटा लाइसेन्स सरकारले छाप्नको लागि यातायात व्यवस्था विभागले छाप्नको लागि चाहिँ कम्तीमा पनि 200 रुपैयाँ खर्च हुन्छ। मैले भनेको कुराहरू नेपाल सरकारको निर्णय अनुसार तथ्यमा आधारित कुरा हो, कुनै भावनात्मक कुरा होइन। त्यसो भएर यदि 200 रुपैयाँ खर्च गरेर लाइसेन्स प्रिन्ट गर्नुपर्छ र त्यो चाहिँ सेवाग्राहीले कति समय प्रयोग गर्न पाउँछ भन्दाखेरिमा 1 वर्ष भन्दा कम समयावधि। सरकारको त 200 रुपैयाँ गयो त पर पर्सनमा, त्यस्ता छाप्नु पर्ने हजारौं लाखौं लाइसेन्सहरू होलान्। अनि त्यसरी गर्दा त पैसा त वेस्ट भयो नि त, यता सेवाग्राहीले पनि प्रयोग गर्न पाएन। त्यो कारणले चाहिँ 1 वर्ष भन्दा कम अवधि छ भने पहिला नवीकरण गर्नुस्, 10 वर्ष म्याद हुन्छ, 10 वर्ष स्मार्ट लाइसेन्स चलाउन पाउनु भयो।